नमस्ते। यो देशमा केही हुँदैन भन्ने एउटा भाष्य थियो, अब चाहिँ प्रमाणित हुन लाग्यो। वास्तवमा केही हुँदैन जस्तो लाग्न थाल्यो। अब बाँकी रहेको अलिअलि जेनवाईहरू पनि पलायन हुन्छन्, जेनजीहरू पनि सकिन्छन्। अब यो देशमा केही पनि हुँदैन। किन हुँदैन भने कानुन नियम सबैलाई बराबर लागू हुनुपर्ने हो। पहिलो दिन आन्दोलनमा त्यत्रो विद्यार्थीहरूले शहादत प्राप्त गरे, छानी ताकी गोली हानेर मारियो। अहिलेसम्म अन्तरिम सरकार जुन आन्दोलनको बलमा चिठा परेर राज्य सञ्चालन गर्न पुगे, एक थान प्रधानमन्त्री केही थान मन्त्रीहरू, तर उहाँहरूको खै त उहाँहरूले न त यो आन्दोलनको मर्म बुझ्नुभयो, न भ्रष्टाचारलाई कारबाही गर्ने कुनै एउटा योजनै अगाडि बढे जस्तो देखिन्छ। अब यतिकै यो चुनावी सरकार हुन्छ, चुनाव आउँछ, अर्को त्यही पुरानै भ्रष्टाचारी पैसा भड्काभड पैसा राख्नेहरूले चुनाव जित्छन्, फेरि यही क्रम दोहोरिन्छ। केही पनि हुँदैन यो देशमा। किन हुँदैन भने कम्तीमा पनि ल केपी ओलीलाई कारबाही गर्ने ल आयोगले गर्छ अरे। देउबाको घरमा भेटेको ट्रकका ट्रक पैसा त्यो देख्ने बित्तिकै तुरुन्तै समात्नु पर्ने होइन त? प्रमाणै त्यही थियो नि। त्यत्रो पब्लिकले गएर पैसा डढाएको छ, पैसा भेटेको छ, घरबाट पैसा उडाएको छ, तत्काल मुद्रा अपचलन, विदेशी मुद्रा अपचलन र भेटेको पैसाको स्रोत खुलाउनुलाई तुरुन्तै हस्पिटलमा हतकडी लाउनु पर्ने हो वास्तवमा हो भने। पूर्व प्रधानमन्त्री भएर ल मान्छेको ज्यान जोगाउनु पर्छ, ठिक हो, राज्यको दायित्व हो। हस्पिटलमा लिएर गएर त्यहीँ त हतकडी लाएर त्यहाँ नै लिएर जानुपर्ने होइन त? छुट पाइन्छ। 4 चोटि 5 चोटि प्रधानमन्त्री, 6 चोटि प्रधानमन्त्री भएको मान्छेले चाहिँ गाडीका गाडी पैसा राख्ने, घरमा ट्रकका ट्रक पैसा राख्ने, ब्याङ्कभन्दा धेरै ठुलो भल बनाएर राख्नु पाइन्छ त? त्यहाँबाट कारबाही सुरु गर्नुपर्छ नि त। अब सर्वसाधारणले बोकेको 3 लाख 4 लाख चाहिँ एउटा बाइकमा स्कुटरमा भेट्यो भनेर स्रोत नखुलेको 4 लाख 5 लाख 10 लाख भनेर मान्छे समातेर हालिरहेको हुन्छ पुलिसले। यो सरकारमा नीति नियम कानुन छ भनेको कानुन छैन। यो देखाउनको लागि, जनताको लागि, सर्वसाधारणको लागि मात्रै बनाएको कानुन हो। यहाँबाट सुरु गर सरकार। काम गर्छौ भने 23 गतेको हत्यारालाई ल आयोगबाट 2 महिना 3 महिना लाएर गर, बिस्तारै गर। किनभने त्यो छानबिन हुँदाखेरि निष्पक्ष हुनुपर्छ। कोही पनि निर्दोष फस्नु हुँदैन, दोषी उम्किनु हुँदैन। 24 गतेको पनि आगजनी गर्ने जति पनि छन्, प्लानिङका साथ विस्फोट गर्ने, आगजनी गर्ने, चोरी डकैती गर्नेलाई कारबाही गर्नुपर्छ। त्यो पनि आयोगबाटै गर। तर देउबाको घरमा भेटेको त्यो पैसा कहाँबाट आयो भनेर तत्काल कारबाही गर्नु पर्दैन? यहाँबाट सुरु भइहाल्थ्यो नि भ्रष्टाचारीको कारबाही। त्यसपछि नोट बन्दी गर्ने, कसरी नोट पुलिङ गर्ने, डिमोनिटाइजेसन गर्ने, कसरी गर्ने, यसलाई चाहिँ ई गभर्मेन्ट्सको कुरा गर्छ सरकार। जमानादेखि गर्थ्यो। खै त ई गभर्मेन्ट्स केही पनि रहेन रहेछ त। अब यो देशमा केही पनि हुँदैन। अब आशा लाग्नु छोड्यो। अब यो पलायन हुन्छ, मान्छे धेरै पलायन हुन्छ। अब यस्तै ताल हो सरकारले। अब यो 1-2 महिनाभित्रमा अन्तरिम सरकारले, यो चिठा परेको सरकारले, जेनजीको आन्दोलनले यत्रो शहादत प्राप्त गरे। भाइ बहिनी, बच्चा बच्चीले, स्कुल पढ्ने विद्यार्थीहरूले, कलेज पढ्ने विद्यार्थीहरूले भ्रष्टाचार र सुशासनको विरुद्ध लडेको यो त खेर जाने भयो त, जस्ताको तस्तै। केही हुँदैन यो देशमा। हुन्छ जस्तो चाहिँ अब लाग्दैन। 1 महिना भइसक्यो। अब 2 महिनामा पनि केही भएन र आशा देखिएन भने अब यो जेनवाईको आन्दोलन सुरु हुन्छ। हेर्दै जानुहोस्, तपाईँहरूको विरुद्धमा आन्दोलन सुरु हुन्छ। किनभने तपाईँको पनि खेमा उही देखियो, केही पनि देखेन। केही न केही त देखिन्छ नि। पहिला दिनुभएको एउटा भिडियोमा प्रधानमन्त्री, अहिले सुशीला कार्की हालको प्रधानमन्त्री, 5 दिनमा भ्रष्टाचार निर्मूल हुन्छ। 5 जना राम्रो मान्छे आयो। खै त तपाईँहरू राम्रो भनेर चुनी जनताले पठाएछन् त। भोटिङ गरी अनलाइन भोटिङ गरेर जनताले छानी पठाएको राम्रो मान्छेहरू हुनुहुन्छ भन्ने लागेर पठायो नि त। खै त एउटा दुईटा राम्रो काम गर्नुहोस् न, भ्रष्टाचारीबाट सुरु गर्नुहोस् न। यो त राष्ट्रको क्यान्सर हो नि त भ्रष्टाचार भनेको त। अब यस्तै हो भने केही पनि हुँदैन हाम्रो देशमा। तपाईँहरूबाट अन्तिम आशा हो, होइन भने ठुलो विद्रोह हुन्छ। यो देश कसको हातमा जान्छ थाहा छैन। राम्रो काम गर्नुहोस्, तपाईँहरूको हातमा छ। यो अब यस्तै हो भने यो वैदेशिक हस्तक्षेप त पहिलेदेखि हुन्थ्यो। नेपाल एकदम भारत र चीनको बीचमा रहेको ठुलो शक्तिशाली देश हो नेपाल।
यो इजरायलभन्दा शक्तिशाली देश हुनसक्छ, तर यहाँ खै त सञ्चालन गर्ने मान्छे खै त, देश हाँक्ने मान्छे खै त, कोही पनि छैन खै। सबै पलायन भयो, बाँकी रहेको पनि पलायन हुन्छ, सकिन्छ। यो देशको आशै नगरौँ। अब यो प्रगति हुन्छ, उत्पादन हुन्छ, राम्रो हुन्छ, यो देशलाई ब्युटिफुल बनाउन सकिन्छ, जेरो पो त्यही फल्ने देश छ, खै त खै। अब आशा छोडे, अब हामीले पनि आशा मार्यौँ लगभग। अब